नमस्ते साथीहरू, ढोक दिया। आज मेरो माम फलेको हेर्न जाने भ्लगमा सबैलाई स्वागत छ। आज हामी चाहिँ हाम्रो माम फलेको खेतमा कस्तो भएछ माम भनेर हेर्न गएको। अनि यहाँ कतिचोटि पारै चाहिँ ठ्याक्कै यहाँनिर चाहिँ नाग दाजु हैसिन्थ्यो के मामुले धन्नै किचिसेन मामु त सातो गयो मामुको त। अनि हामी चाहिँ यसरी बासँग बसेर म चाहिँ गएँ धानबारी हेर्न। कस्तो मजाले फल्दो रहेछ नि त माम त हेर्छु न मैले त देखेकै थिइनँ नि त। यस्तो म त खाना मात्रै जानेछु देखेको त थिइनँ। अनि यसरी आलीमा हिँड्ने नजानी पनि मलाई चाहिँ हिँड्नु परेको छ कि फेरि यस्तो आलीमा पनि हिँड्नु पर्यो अरे कि मलाई आफैले हेर्नु न कस्तो झारी छ। यस्तो छु के म त सेल्फ डिपेन्ड हो नि त म त सेल्फ डिपेन्ड। अनि बाले यस्तो गरिदिन्छु मलाई त। हेर न दुई चिल्ठी बाँधेर फेरि छोरी जस्तै बनाइदिन्छ त के मलाई त। जसले पनि छोरी हो भन्छन् मलाई त रिस उठेर आउँछ। म छोरा हो है म बेबी बोय हो। दुई चुल्ठी त मेरो कपाल लामो चाहिँ त्यही भएर बाँधिदिन्थ्यो क्या मामुले। म क्युट देखिन्छु नि त दुई चुल्ठी बाँध्दा। अरे यसरी चाहिँ हामी धान फलेको हेऱ्यौँ अनि त्यसपछि म खुसी भएँ डुल्न पाएर। अनि आमाले चाहिँ के भन्दै हुनुहुन्छ यहाँ यति उति। अनि हामी चाहिँ यसरी घर फर्क्यौँ।